यहाँ चाहिँ सर्पथ्यो हाम्रो गाउँतिरको वातावरण हेर्नु गाइजहरु यस्तै छ। अब ज्ञानी हो फर्स्ट ब्लग हो, सब्स्क्राइब गरिदिनु होला। सब्स्क्राइब एन्ड लाइक गर्नु नबिर्सनु होला। आज हामी नस्पाती टिप्न गइरहेका छौँ गाइस, यता हेर्नु होला। दिदीले यहाँ नस्पाती टिप्दै हुनुहुन्छ। तिमी त 21 त पछि त भाइरल हुँदै जाने हुन्छ गाइस। यो गाइस हामी त आज गाइस यता हेर्नु पुरै सुनसान छ। यहाँ पुरै घर, यो घरमा कोही नि बस्दिनन्, यताउता कोही नि बस्दिनन्। यहाँ पुरै मधेसतिर गइसकेका छन्। उहाँको डाडी यस्तो बवाल भ्यू देखिन्छ नि गाइस। हेर्नु हाम्रो गाउँतिरको भ्यू हेर्नु गाइस, भ्यू हेर्नु गाइस। हामी अब तरकारी टिप्न गइरहेका छौँ गाइस। अब हामी तरकारी टिप्न गइरहेका छौँ। दिदी नि उता जानुभएको छ गाइस। यता हेर्नु हामी अगाडि बढ्दैछौँ यतातिर। यताउति पुरै यस्तो यस्तो हो। यस्तो ठाउँ छ। यहाँ अरिङ्गाल रहेछन् गाइस। यहाँ पुरै ठाउँ पुरै झाडीहरू छन् गाइस। झाडी त धेरै छन्। सो यो गाइस म नस्पाती टिप्न गइरहेको छु, कालो नस्पाती। यहाँ अप्ठ्यारो छ। यता धेरै अहिले समयमा, बर्खाको समयमा धेरै सर्पहरू आउने गर्दछन्। उहाँ हाम्रो दिदी हुनुहुन्छ। यहाँ चाहिँ मकैबारी हो। यहाँ त उहाँ हाम्रो दिदी हुनुहुन्छ। यहाँ टिप्दै हुनुहुन्छ। अर्को भिडियो नि हाल्नेछौँ, तपाईँले लाइक एन्ड सब्स्क्राइब गर्नु अनुरोध गर्दछु गाइज। यहाँ हाम्रो दिदी हुनुहुन्छ। हेर्नु यहाँ चारैतिरको वातावरण यस्तो सफा नि गाइज। हेर्नु न यहाँ पुरै वातावरण त पुरै सफा छ आजको दिनमा। ल नस्पाती फाल्नु त, नस्पाती। गाइज हेर्नु त यहाँका नस्पाती, काला नस्पाती गाइज। यहाँका त सो यो गाइज आजको लागि यति नै। फेरि भेट्नेछौँ। बाई बाई।